हेलो गुड मर्निङ साथीहरू, नमस्ते। हाउ सेवाहरू फेरि पनि म आइसकेको छु तपाईँहरूको सामु खुस राई फ्रम खोटाङबाट। अनि आज चाहिँ म साँच्चीकै खोटाङ मेरो घरमै छु। मेरो महलको अगाडिबाट चाहिँ म भिडियो गरिरहेको छु। अगाडि नै भनौँ न, मेरो घर चाहिँ उतापट्टि छ। सो यो चाहिँ आँगनबाट म चाहिँ गरिरहेको छु। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। दसैँ पनि गइसकेको छ साथीहरू। अस्ति दसैँमा चाहिँ यस्तो पानी परेको थियो, अहिले त फेरि यस्तो राम्रो उब्रेछ। सो मौसम अहिले एकदम गाउँघर बस्न लायकको छ। अब कतिपय साथीहरू चाहिँ फर्किसक्नु भयो काठमाडौँ आफ्नो काम व्यस्तताको कारणले गर्दाखेरि। तर म चाहिँ फर्केको छैन, गाउँमै छु। त्यही भएर यस्तो राम्रो भ्यूहरू हेर्दै गाउँमै रमाउँदै अर्ग्यानिक खानेकुरा खाँदै रमाउँदैछु। अनि हजुर मेरो महल चाहिँ यही हो। अनि फेरि यता पनि अर्को पनि छ। हाम्रो घरको कुखुराहरू खोइ ठुलो भाले आएकै छैन त मम्मी। ए उता खोलेकै छैन। ठुलो भाले आज अहिले हेरै हजुर अन्त हो। ए अनि यसलाई खानै दिँदैन रहेछ अरूलाई। अनि त ढिलै ओइ तेरो त म त नि ल खेदी बस्छस्, कहिले खाइबस्छस् साह्रो चाहिँ। लु 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 यो चाहिँ अनि सानोहरूलाई खेदी बस्छस्। अनि कहिले खान्छ चारो चाहिँ कसलाई। लु लु आफू खानु त छैन, खेदी बस्छस् म घटालाई। ल ल ल न बाख्राले बनाउँछ न कुखुराले बनाउँछ। हामी चाहिँ यसो अलैँची बारीतिर घाँस काट्न आइरहेको छौँ साथीहरू। कुन चाहिँ काट्न पनि सुरु गरिसकेको छ। अनि यो चाहिँ अलैँचीको बगान भयो। अनि हामी चाहिँ घाँस काट्न आएको छौँ। गाउँघरको काम यस्तै हो कि साथीहरू, गाउँघरको काम यस्तै हो साथीहरू। हामी चाहिँ घाँस काट्न आएको छौँ अलैँची बारीमा बिहानै। अनि त्यो पर खोला पनि बग्दैछ, कस्तो राम्रो साथीहरू त त्यहाँनिर। अब चाहिँ हामी घाँस काट्छौँ।
माथि पनि गएर हेरौँ न त कसो रहेछ। बालापनमा हामी पौडी खेलेको। ल कसले बाँस ढालेको यो ढालेकै हो नि है। हाम्रो खोला नदी झर्ना यस्तो छ। ल यतातिर हामी घाँसमा पनि कति आउँछौँ। त्यो खोर्सानीहरू कस्तो साह्रो यत्रो ठुल्ठुलो भयो। खोर्सानी त खान्छ नि। यता चाहिँ बाबा ल्याएर काटेको होला चारो। अस्ति त यो खोला डङ 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 गर्दै पो झरेको त कान्छ। अन्त आमामा अच्छी के रे कान्छु मेरो त पसेन त फेरि। ए अब त हौ ल हामी यतातिर कति भोइसु त थोरैले पुगेन नि त घाँस। के गरेको तँ? ए हामी पौडी खेल्ने त तपाईँ यस्तो पो भएछ। हामी पौडी खेल्ने त हो यो। हामी यहाँ पनि खेल्थ्यौँ। यहाँ अलिक गहिरो थियो। अलि यो यिनीहरू आएर सब उ भएछ पुरेछ। हामी सानोमा पौडी खेल्ने त है साथीहरूले चाहिँ। म पौडी खेल्ने त त्यो साथीहरू पहिला अहिले यस्तो भएछ। मैले त घाँस काटेर आएको पुरै लुगाको बत्ती यस्तो छ। ल पानी परेको खालका हेर त कस्तो राम्रो देखेको। झन्डै पस्यो पानी त मेरो त पछि गयो। झन्डै अलिकति अलिअलि पस्यो नि गम्बुटमा। अब चाहिँ मैले तरकारी पनि भेटेको छु होइन तिमीलाई गिफ्ट लाऊ। आई लभ यु सबिना। यो गिफ्ट त कति छ सबैको लागि। बरु तपाईँ नै लगेर जानु। हाम्रो दैनिक काम गरेर पनि हामी चाहिँ फर्क्यौँ। हाम्रो दिनमा बिहान चाहिँ अथवा बेलुका चाहिँ घाँस काट्ने साथीहरू यसरी। मैले चाहिँ यति मात्र बोकेको छु घाँस। अनि अब धेरै चाहिँ मैले ल्याउनु सक्दिनँ। अन्त त्यही भएर यति मात्र बोकेर हिँड्दैछु म चाहिँ साथीहरू यसरी। म यहाँ बाटो अप्ठ्यारो छ नि त अनि बोक्नु अलिक सक्दिनँ कि। अनि बरु दुईचोटि गर्छु म चाहिँ। अनि यसरी अहिले चाहिँ यति बोकेर हिँड्दैछु पुरा हल्लिँदै। पानी त पसिहाल्छ नि मेरो त। पानी पसिहाल्छ नि गम्बुटमा। प्लिप चिप्लिँदैछ त। अब यहाँबाट चाहिँ ओह्रालो झार्नु सक्छु कि सक्दिनँ भन्ने कुरो छ।
के गर्छु म सकिन भने त तिमी आऊ पर बिसार तिमी चाहिँ झर्यौ कि अनि म चाहिँ कसरी झर्नु त अब भोलिको अर्डर होला नि त अन्त हाम्रो बिरयानी चाहिँ रेडी भएको छ साथीहरु कम्ती कान्छी अलिकति बेसी गलिहालेछ कि म त हातले खाने हो मासु छ किन चाहिँ गरेको हातले खानेले खानु मासु भएको बेलामा त कहाँ हातले नै खाने नि मम्मी पुरा मासु छ मासु आज तरकारी अरे भाइ मासु तरकारी छ अरे नि मम्मी हैन आज त पुरा मासु छ अगाडि हात दिएर हाँगेर बसिसकेको हुन्छ हैन अनि जब यो भेजिटेबल तरकारी छ भने यो घाँस पातसँग म खान्न भन्छ यसमै यसमा खै त नि पेप्सीमा खाऊ अनि मम्मी त ज्याकेट लाउन न किन आज ए उ त्यो सानो पेप्सी ल्याइदिन भात सबैको यहीँ छ मम्मी बाबा कान्छी बस तिमी